केटाकेटीले वेलकम ब्याक टु माई च्यानल। फेरि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। दिस इज सानी मियर ब्लग। त्यहाँबाट मेरो आजको थम्बनेल चाहिँ हैन मेरो गुम्बाको हो, गुम्बाको बारेमा। गुम्बा तपाईहरुलाई मैले अस्ति भनेको थियो गुम्बा म तपाईहरुलाई देखाउँछु। त्यो चाहिँ भनेको जस्तो भयो, तर म तपाईहरुलाई हैन गुम्बा चाहिँ देखाउँछु, गुम्बा चाहिँ देखाउँछु। आज भिडियोमा चाहिँ उसै गुम्बा चाहिँ आउँछ। त्यहाँबाट यो गुम्बाको म तपाईहरुलाई अलिअलि लामो चाहिँ हैन छोटकारीमा उयोहरू भन्छु, कहानीहरू भन्छु। फर्स्ट चाहिँ यहाँ हाम्रो हैन माम्रा मेमे थियो। त्यहाँबाट माम्रा मेमे थियो। त्यहाँबाट चाहिँ दुईजना माम्रा मेमे मिलेर चाहिँ छोदेन बनाएको थियो हैन छोदेन बनाउनु भएको थियो। त्यहाँबाट छोदेन बनाइसकेर गुम्बा थियो हैन, सानो गुम्बा थियो। त्यहाँबाट मेरो नानाले चाहिँ देख्नु भएको रहेछ, तर त्यति बेला मैले गुम्बा चाहिँ देखेन हैन, त्यति बेला म जन्मेको पनि थिएन। त्यहाँबाट मेमे चाहिँ लास्टमा चाहिँ बित्नु भयो। त्यहाँबाट मामा चाहिँ भएर गुम्बा हेर्नु भयो हैन। त्यहाँ गुम्बा हेर्नु भएर चाहिँ त्यहाँबाट मामले चाहिँ यो हाम्रो यहाँको गुम्बाहरू सबै ल्यान्ड डोनेसन गर्नुभयो हैन, सबै दान गर्नुभयो, यो जमिनहरू दान गर्नुभयो यहाँको कमिटीहरूलाई। त्यहाँबाट यहाँको लामा चाहिँ मेरो आप्पा हो हैन, तर यो भिडियोमा तपाईहरुले छ नि मेरो आप्पा पनि देख्नुहुन्छ हैन। त्यो मेरो यतापट्टि बस्नु भएको चाहिँ मेरो आप्पा हो हैन। तपाईहरुले आज मैले अस्ति दिन देखाउँछु भनेर थियो, आज चाहिँ देख्नुहुन्छ मेरो आप्पा पनि आज चाहिँ। त्यहाँबाट माम पनि बित्नु भयो, 2 साल अगाडि बित्नु भएको हैन। अब म गुम्बाको पनि 2 साल, माम बित्नु भएको पनि 2 साल हैन, 2 साल भयो। त्यहाँबाट यो यही गुम्बाको बारेमा आज म तपाईलाई इन्ट्रोडक्सन गराउन जान्दैछु। यो गुम्बाको चाहिँ अहिले चाहिँ म देखाउँदिनँ हैन, बिहान चाहिँ मैले भिडियो गरेको थियो, साङ गरेको आप्पा र म साङ गरेको थियो। त्यहाँबाट हाम्रो यताको रुम चाहिँ घरको रुम चाहिँ हामी बिहान उठ्छ, त्यहाँबाट तातो पानी पिन्छ हैन, त्यहाँबाट चाहिँ चिया र बिस्कुट खाएर अनि त्यहाँबाट चाहिँ माथि जान्छ, कुरा नगरी जान्छ हामीहरू। त्यहाँबाट पूजा गरेर सकेर चाहिँ त्यहाँबाट चाहिँ हामीहरू यता आउँछ, त्यहाँबाट चाहिँ बातचित गर्छ। त्यहाँबाट घरमा चाहिँ आमाले पूजा गर्नुहुन्छ, त्यहाँबाट चाहिँ बातचित गर्छ। त्यहाँबाट चाहिँ शान्ति हुन्छ। त्यहाँबाट फेरि अझै लामो हुँदै गयो। अर्को चाहिँ मैले तपाईँहरूलाई गयो चाहिँ नदेखाएर भिडियो चाहिँ तपाईँहरू त्यो भिडियो इन्जोय गर्नु रमाइलो हुन्छ हैन। अब तपाईँहरू त्यो भिडियो चेक गर्नुहोस्। त्यहाँबाट यता चाहिँ हाम्रो बेनर रिम्जी हुनुहुन्छ हैन, उहाँ चाहिँ बेनर रिम्जी उहाँ बित्नु भएर चाहिँ उहाँ याङ्सी आउनुभएको। याङ्सी चाहिँ अब टिबेटमै हुनुहुन्छ हैन। अब कर्मकुचेन मुर्जी चाहिँ आउनुहुन्छ, कर्मकुचेन उहाँलाई कर्मकुचेन मुर्जी चाहिँ आउनुहुन्छ हैन योपालि। त्यहाँबाट उहाँ चाहिँ अब कति सालमा 21 सालमा कि कति सालमा आउनुहुन्छ भनेर थियो। त्यहाँबाट उहाँ आएपछि नाम्रोलीमा तपाईँहरू पनि आउनुहोस्, त्यहाँबाट नाम्रोलीमा छ्यामहरू हुन्छ हेर्नु आउनुहोस्। त्यहाँबाट तपाईँहरूलाई म उयो भिडियोहरू देखाउँछु, त्यो भिडियो तपाईँ चेक गर्नुहोस्, राम्रोसँग हेर्नुहोस्। अहिले म तपाईँलाई भन्छु नि त्यो भिडियो चाहिँ पहिला चेक गरिहाल्नुहोस्।
त्यो भिडियो चाहिँ तपाईँहरूले हेरिसक्नु भयो होला। त्यहाँबाट कस्तो लाग्यो तपाईँहरूलाई त्यो अब कमेन्टमा भनिदिनुहोस्। त्यहाँबाट हाम्रो नाम्रोलिङ गुम्बा म पढ्ने चाहिँ नाम्रोलिङ गुम्बा हो। नाम्रोलिङ गुम्बामा तपाईँहरूको छोराछोरीहरू पढाउनु भयो भने चाहिँ राम्रो हुन्छ। त्यहाँ गुम्बा चाहिँ राम्रो छ, सबै त्यहाँ रुटिनमा छ। यहाँ सुन्नुहोस्, अब त्यहाँ एकचोटि बिहान 5 बजी उठाउँछ, बरु ब्रस गरेर 6 बज्छ। त्यहाँ 6 बजेर चाहिँ 6 बजेर 6:15मा खाजा खान जानुपर्छ। त्यहाँबाट खाजा खाइसकेर 7 बजीबाट 9 बजीसम्म क्लास, 9:30 देखि चाहिँ अनि 9:30बाट त्यहाँबाट पेटी हुन्छ। पेटी भनेको चाहिँ उयो टिबिटेन भएपछि फेरि 11 बजीदेखि 11 बजीदेखि चाहिँ 1 बजीसम्म छुट्टी। 1 बजीबाट फेरि क्लास 3 बजीसम्म। 3 बजीदेखि चाहिँ फेरि 3:30 बजे चाहिँ फेरि इङ्ग्लिस कोही बेला इङ्ग्लिस, कोही बेला म्याथ्स हुन्छ होइन। त्यहाँबाट म्याथ्स इङ्ग्लिस सकेपछि त्यहाँबाट फेरि 5 बजी खाना खाने टाइम हो होइन। ब्रेक, ठुलो ब्रेक हुन्छ, त्यसलाई चाहिँ हाम्रो टिबेटनबाट भाषिङ भन्छ। त्यहाँबाट त्यो चाहिँ ब्रेक हो 5 बजीदेखि 7 बजीसम्म। 7 बजीबाट फेरि 9 बजीसम्म राति चाहिँ धोनग्युक भन्ने हुन्छ, धोनग्युक त्यो हुन्छ। अनि त्यो पेटी राति चाहिँ अनि धोनग्युक हुन्छ, धोनग्युक घुम्दादी धोनग्युक रे अनि घुम्दादी धोनग्युक रे। त्यहाँबाट तपाईँहरूले भर्खर घुम्दादी धोनग्युक रे भनेर तपाईँहरूले बुझ्नु भएन होला होइन। यो चाहिँ टिबिटेन हो। टिबिटेन कुराहरू पनि सिक्दै गर्नुपर्छ होइन, धर्महरू गर्दै गर्नुपर्छ। त्यहाँबाट मेरो ब्लग हेरेर तपाईँहरूलाई कस्तो लाग्यो होला, राम्रो लाग्यो होला होइन। लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ सेयर जसरी पनि गर्नुपर्छ होइन। मेरो भिडियो हेर्ने बित्तिकै सब्सक्राइब, लाइक, सेयर चाहिँ जसरी पनि गर्नै पर्यो। त्यहाँबाट ओके बाई। म युट्युब फ्यामिली फेरि भेट्नुपर्छ भोलि। ओके बाई।